अब ग्राइन्डरले काटिसकेपछि चाहिँ यस्तो तार ब्रसले मजाले घोटेर सफा गर्नुपर्ने हुन्छ। यसरी मजाले क्लिन बनाउने एकदम। यो छेउकुना चाहिँ मिसिनले भेट्दैन कि छेउकुना मिसिनले नभेट्ने कारणले यसरी छिनोको सहायताले निकाल्नुपर्ने हुन्छ। प्रक्सी ग्राउटलाई चाहिँ यो चाहिँ पर्यो कुन हो यो ए पर्यो, यो चाहिँ बी, यो चाहिँ बी पर्यो है। यो ए र बी भन्ने हुन्छ। अब यसलाई चाहिँ दुईटालाई बराबर मात्रामा मिसाउने, मजाले हलाउने। अब यसलाई चाहिँ बाल्टिनमा मजाले खनाउने ठिक्क मात्रामा। ए हालियो। अब बीलाई पनि एमै मिसाउने। अब यसलाई चाहिँ मजाले रट्ठीको सहायताले मजाले मिसाउने। मजाले मिसाउनु पर्छ है त यसलाई चाहिँ, नत्र फेरि राम्रोसँग सेट हुँदैन। मजाले मिलाउनु पर्छ यसरी। ए र बीलाई चाहिँ मजाले मिसाउने। त्यसपछि यो पाउडर हाल्ने, यो पाउडरलाई हाल्ने। अब यसलाई पनि मजाले घोल्ने, आफूलाई जति चाहिने मात्रामा मिलाएर बनाउने। अब यसलाई लगाउनको लागि चाहिँ पन्जा प्रयोग गर्नुपर्छ, नभए फेरि यसले हात पनि खान सक्छ। अब मिक्स भइसकेपछि चाहिँ यसलाई मजाले यसरी लगाउने, मजाले खादी लगाउने, मजाले लगाउनुपर्छ। लाउँदाखेरि चाहिँ यो बाहिर धेरै लेटर देख्छ होइन। यसलाई चाहिँ सफा गर्नको लागि चट्ट यसले मजाले सफा गर्नुपर्छ। यसरी लास्टमा मजाले सफा गरिदिने। अनि यस्तो देख्छ, क्लिन देख्छ, एकदम सफा देख्छ। अहिले नि गाइज प्रक्सी ग्राउट चाहिँ यसरी नै लगाउने हो। साथीहरू भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला। बाई बाई।